कहिलेकाहीँ हामीले आफ्नो दिनको प्लान अघिल्लो रात नै बनाइसकेका हुन्छौँ अनि बिहान उठ्दा थाहा हुन्छ प्लान त हाम्रो थियो तर दिनको आफ्नै प्लान रहेछ। आज पनि यस्तै भयो। धेरै महिनापछि आज मम्मीको छुट्टी परेको थियो, त्यसैले आज बिहान मम्मीसँगै उठ्ने, सँगै चिया खाने, तरकारी लिन जाने, खाना बनाउने अनि आरामसँग मम्मीसँगै दिन बिताउने भनेर म निकै एक्साइटेड थिएँ। तर बिहान 7 बजेदेखि स्कुलमा ट्रेनिङ पनि आजै थियो। हामी फिमेल टिचर्स सबैको आज आफ्नो आफ्नै प्लान र कामहरू थिए। कोही बिरामी हुनुहुन्थ्यो, कसैको तिजको कार्यक्रम थियो, कसैलाई बाहिर जानुपर्ने थियो अनि मेरो चाहिँ मम्मीसँग बिताउने दिन। तर काम पनि आफ्नो ठाउँमा इम्पोर्टेन्ट नै हुन्छ, त्यसैले मनमा घरको प्लान बोकेर भए पनि सबैजना स्कुल पुग्यौँ। अनि आज ठ्याक्कै हाम्रो एकजना म्यामको बर्थडे पनि परेको थियो र हामीले चाहिँ उहाँलाई बर्थडे ट्रिट माग्यौँ अनि उहाँले चाहिँ बर्थडे ट्रिट दिनु भएन। त्यसपछि ल बाई बाई भन्दै हामी गेटबाट निस्क्यौँ र उहाँ म्याम चाहिँ हाम्रो भिडियो लिँदै हुनुहुन्थ्यो र म भिडियोमा आइनँ भनेर लास्टमा भन्दै हुनुहुन्थ्यो। एकदमै फन्नी हुनुहुन्छ। र त्यसपछि हामी गेटबाट बाहिर निस्किसकेपछि पनि एकछिन गफ गऱ्यौँ। हामी चाहिँ 3 जना भयो भने चाहिँ हाम्रो दिन नै यसरी बित्छ। घर जाने भने तर गेटबाट निस्किसकेपछि फेरि एकछिन हाम्रो गफ नै सकिँदैन र गफ गऱ्यौँ। त्यसपछि म एकजना म्यामसँगै घर फर्किँदै थिएँ, उहाँ पनि बाटोमै छुट्नुभयो र अन्तिममा म एक्लै घरतिर लागेँ। तर मेरो आजको शनिबार अझै सकिएको थिएन किनकि अब बल्ल सुरु हुँदै थियो मम्मीसँगको त्यो दिन जुन दिनको म बिहानैदेखि प्रतीक्षा गरिरहेकी थिएँ। घर पुगेपछि मम्मीसँग मैले के गरेँ, कहाँ गएँ अनि हाम्रो दिन कसरी बित्यो त्यो सबै चाहिँ अर्को भिडियोमा, त्यसैले पार्ट 2 चाहिँ पक्कै हेर्नुहोला। धन्यवाद।